ए बुढो औषधि खानुभयो लुगा पनि जताततै फालेछ ए बुढो दारी कपाल फुलिसक्यो एउटा लुगा पनि राख्न आउँदैन के भन्छ हौ यो बक 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 मात्र गर्छ त दाढी जुङ्गा फुल्दैमा को बुढो हुन्छ र अहिले पनि केटी माग्न गयो भने छोरी दिएर पठाउँछ के आटो के छ त विचार जिस्की मात्रै रहनुहुन्छ तपाईँ त आफूलाई छोराहरूको यादले रातभरि निद्रा लाग्दैन फोकटको तनाव लिन्छ त पनि आमा बुबाको मन भने छोरा छोरी माथि र छोरा छोरीको मन भने ढुङ्गा मुढा माथि भनेको यही हो कति चिन्ता लिन्छेस् म छु त धेरै चिन्ता नलि चिन्ताले चिता जालिस ल अब म चाहिँ लाग्यो है त ढिला भइसकेको छ राम्ररी बसेस् हस् बिस्तारै जानु होला अब सानेलाई फोन गर्नु पर्यो माइक चेक भाउजू ए आनन्दी भाउजू के नमस्ते नमस्ते सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ ओहो नमस्ते नानी बुढालाई अफिस पठाएर वाइफाई चलाउँदै बसिरहेको खासै केही काम छैन ए हो त हजुरलाई पो आनन्दै छ नि दुवै छोरा विदेशमा छन् हामीलाई पो कामको मिचो छ त भ्याइ नभई हुन्छ ल राम्रोसँग बस्नु है त म गएँ हस् नानी हस् अब सानेलाई फोन गर्छु हेलो हेलो मम्मी दर्शन गरेँ अहिले म काममा एकदमै बिजी छु मम्मी म तपाईँलाई झट्टै फोन गरिहाल्छु है मम्मी ल लभ यु मम्मी मिस यु मम्मी बाई म भन्दा आफ्नै आमासँग बोल्न नि